ल साथीहरू यहाँहरूलाई म आज बिहानको नमस्कार गर्दैछु। आज म एउटा मिनामी वार्डमा रहेको एउटा यो पार्कमा आएको छु। बेसिनो चोकोयान भन्नेमा यस्तो रमाइलो ठाउँ रहेछ। हेर्नुहोस् त, म त देख्दा पनि यति राम्रो रुखहरू, यस्तो राम्रो राम्रो रुखहरू छन्। अब ताकागावा भन्ने ठाउँ रहेछ। कति रमाइलो छ। यो रमाइलो दृश्य म तपाईँलाई देखाइराखेको छु, हेर्न सक्नुहुन्छ। रमाइलो छ है। मान्छेहरू यसरी बसेर मजाले खाइराखेका छन्। जापानिजहरूको फेरि खावा यस्तो हुन्छ कि कुरै छोड्नुहोस्, यति मिठो तरिकाले खान्छन्, बसेर आनन्दसँग यसो रमाइराखेका छन्। परिवारहरू बसेर हेर्नुहोस् त, यसरी टक्क लाएर यसरी बसेर रमाइराखेका छन्। बुढापाकाहरू यता बसेका छन्, टेन्ट हालेर बसेका छन्। हेर्नुहोस्, यस्तो रमाइलो गरी आजको यात्रा चाहिँ यस्तो रमाइलो छ। म धेरै रमाइलो ठाउँमा आएको रहेछु आज। मलाई पनि यहाँ आउँदा त धेरै एकदम रमाइलो लाग्यो कि, त्यसैले मैले तपाईँहरूलाई आज भिडियो देखाइराखेको छु। हेर्नुहोस् त, यो बच्चा बच्चीहरू यहाँ यसरी खेलिराखेका छन्। यो बच्चा बच्चीहरू हेर्नुहोस् है। यो तपाईँ हेर्नु हो भने त्यहाँ चाहिँ जाउँ जाउँ जस्तो लाग्छ तपाईँहरूलाई। ल हेर्नुहोस् कसरी खेलिरहेको छन् बच्चा बच्चीहरू। हेर्नुहोस् बच्चा बच्चीहरू यसरी खेलेका छन् कि यो पुरै, मैले तपाईँलाई यो पुरै राउन्ड देखाउँदैछु। अनि हेर्नुहोस् तपाईँलाई पुरा मैले यो पार्कको पुरा छेउछेउबाट म तपाईँलाई देखाउँदैछु। हेर्नुहोस् कति राम्रा फुलहरू फुलेका छन्। त्यो फुलमा पनि तपाईँहरू यसो मजाले चाहिँ हेर्न सक्नुहुन्छ कि यस्तो रमाइलो ठाउँ रहेछ कि यो। हेर्नुहोस् त, यस्तो छ, यति राम्रो, यति आनन्दित ठाउँ छ।